नमस्ते। XYZ नेपाल अपडेटमा तपाईलाई स्वागत छ। नयाँ अपडेट फरक प्रस्तुतिका साथ उपस्थित भइसकेको छु म एमडी मनोज। आजको विषय प्रसङ्ग भनेको नेपालको कानुनले दिने न्यायको विषयमा कुरा गर्न चाहन्छु। यो देशमा बेइमान, ठग, डकैती, चोर यदि भएर हिँड्यो भने खुलीआम छाती फुलाएर भङ्ग्री डन भएर हिँड्न पाइन्छ। जसलाई भित्र हुनुपर्ने हो त्यो चाहिँ बाहिर छ, जो बाहिर हुनुपर्ने हो ऊ चाहिँ भित्र छ। पार्टीबाट नियुक्त भएको तल्लो तहदेखि लिएर उपल्लो तहको न्याय प्रणालीमा जबसम्म पार्टीका झोलेका काले कोटेहरू रहन्छन् तबसम्म यहाँनिर कुनै पनि निर्दोषले चाहिँ न्याय पाउँदैन। कोही चाहिँ यो अन्यायको विरुद्धमा न्याय पर्खेर भित्र कुरेर बसिरहेको हुन्छ। यहाँ चाहिँ अब यो कानुनले मरेको बाघको जुवा उखाले भने जस्तै छ। यदि प्रहरीको हिरासतमा रहेको व्यक्तिलाई बाहिर लिएर 12 घण्टासम्म बयान ल्याइन्छ, तर त्यही सत्तामा बसेर हुलडुङ्ग गर्ने जेन्जी भाइ बहिनीहरूको आतङ्कित गराएर जेन्जी भाइ बहिनीहरूको मृत्यु गराउने व्यक्तिलाई ल्याएर एउटा बयानसम्म पनि ल्याउन नसक्ने कस्तो खालको कानुन छ। कानुनका उपल्लो तहमा बसेका ती न्याय पढेका न्यायाधीशहरूलाई मैले के भन्न चाहन्छु भने कमसे कम अरू केही सम्झन नआए पनि पहिलोचोटि दसैँमा टिको लाउँदाखेरि बाआमाले दिएको आशीर्वाद चाहिँ पक्कै सम्झिनु होला। के सम्झिनु होला भने त्यो टिको लाउँदा बाबु ठुलो मान्छे बनेस्, राम्रो बनेस्, ज्ञानी बनेस्, लेफ्टेनेन्ट क्याप्टेन बनेस् भनेको त्यो आशीर्वाद थुक्कै खेर गएछ। एकचोटि ती बाआमाले दिएको आशीर्वादको ख्याल त गर्नु नि। यत्रो पढे लेखेर कालो कोट लाएर त्यो पदमा बसेर कुन चाहिँ न्याय हो कुन चाहिँ न्याय होइन भन्ने छुटाउन नसक्दा यदि यो देशमा अन्यायमा परेका व्यक्तिलाई न्याय दिन सकिन्न, आफ्नो पार्टीका मान्छेलाई बचाउने खेल हुन्छ भने म यति भन्न चाहन्छु, आगामी फेरि कोही पुस्ताले पढेर तपाईँ जस्तो कालो कोट चाहिँ बन्न नपरोस्। यो देशको कानुन दैवले जानुन् भन्थे, साँच्चीकै हो छ। आज मैले देखेँ र सुने पनि यो देशमा कानुनका ढब्बाहरू कति किसिमका छन् त्यो मलाई थाहा छैन। कसैको मुद्दा हेर्नै नमिल्ने, कसैको मुद्दा फैसला आउनभन्दा पहिले स्थगित हुने, यो हेर्न नमिल्ने कस्तो खालको हेर्न नमिल्ने हो। फिल्ममा यदि सार्वजनिक ठाउँमा हेर्न नमिल्ने हो भने त्यो हो गुप्त अङ्ग। यदि त्यसलाई पनि बन्द कोठामा त हेर्न मिल्छ, ओ कालाकोटे हो। कस्तो खालको न्याय प्रणालीमा हामीले कस्तो देशमा जन्म लिएर कुन चाहिँ कानुनको पालना गरिरहेका छौँ। यस्तो खालको कानुन 2 पैसामा बिक्ने, 2 पैसामा बचाउने यस्तो खालको कानुन जबसम्म रहन्छ तबसम्म यो देशमा सुशासन हुँदैन। चाहे रक्सीको बोतल फेरियो होला, तर रक्सीको बोतलभित्रको रक्सी फेरिएको छैन। यो देशमै नेताले मात्र बिगारेको भन्ने कुरा होइन। यो देशमा भित्र बसेका कानुनका छिद्रमा त्यो पाटको कुर्चीमा बस्नेहरूले नि यो सिस्टम बिगारेका हुन्। यिनीहरूलाई लाज शरम भन्ने चिज केही पनि छैन। यो देशमा यो संसारमा यदि कुकुर पागल भयो भने, रेबिज लागेर पागल भयो भने आफ्नै खुट्टो काट्छ भन्थे हो, र त्यस्तै छ नेपालको यो अन्धो कानुन भन्थे। तर अन्धो मात्र होइन, रेबिज लागेको पागल कुकुर जस्तो कानुन देखियो। यो कानुनलाई सच्चाएर जान सकिएन भने यो देशमा सुशासन कायम हुँदैन। एउटा अन्यायमा परेको मान्छे न्याय पर्खेर बसिराख्दा पनि न्याय कसले दिने? आफ्ना पार्टीका मान्छेलाई बचाउने, अरू अन्य मान्छेहरूलाई फसाउने चलखेल जबसम्म रहन्छ, यस्ता उच्च पदमा बसेका ती न्यायाधीशका प्रणालीमा बसेका ती व्यक्तिहरूलाई मैले तिनीहरूलाई न्यायाधीश होइन, तिनीहरूलाई मैले बाटाघाटा यताउता देखेँ भने तिनीहरूलाई भन्ने मैले कालाकोटे मोटा ओठे यस्तो पनि कोही कानुनका फैसलाहरू सुनाइन्छ। एउटा व्यक्तिलाई यदि पक्राउ गर्नका लागि पक्राउ पुर्जी नगइकन पक्राउ गर्न पुग्छ अनि यहाँनिर त फैसला आउन भन्दा आज स्थगित, भोलि स्थगित, आज हेर्न नमिल्ने, भोलि हेर्न नमिल्ने, पर्सि हेर्न नमिल्ने। हेर्न चाहिँ कहिले मिल्ने हो? यो देशको कानुन दैवले जानुन् भन्थे, साँच्चै त्यही रहेछ। यति भन्दै म XYZ नेपाल अपडेटबाट बिदा हुन चाहन्छु। फेरि अर्को एपिसोडमा तपाईँसँग उपस्थित र भेट हुने बाचा गर्दै अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु। हस्, धन्यवाद।